बजिरहेको छ 2 बजी चाहिँ हामी है राति शिव मन्दिरको अलिकति फ्लाइओभर माथि आइरहेछ आज चाहिँ हामी कहाँ गएको भन्दाखेरि चाहिँ टाइगर हिल राइडमा हामी है स्टार्ट गरेको टाइगर हिलको लागि राति चाहिँ आज फर्स्ट टाइम है यसरी राति चाहिँ राइड गर्दैछौँ हामी होपफुल कि हाम्रो सेफ राइड होस् अनि यो इन्जोयफुल पनि हुनेछ र हामी किप अन अपडेटिङ है टाइगर हिल जाँदाखेरि कहाँ हो के हो भनेर है यहाँ सबैजनाले हेरिदिनु होला यो चाहिँ रोहिणी गेट हो यहाँदेखि चाहिँ हामी हाम्रो दार्जिलिङ जानुको लागि चाहिँ दुईटा रास्ता छ एउटा मिरिक भएर यहाँ नभए खरसाङ भएर र जानुको लागि चाहिँ हामीले राइट लिनुपर्छ यो बाटो चाहिँ है अलिक राम्रो छ सिधा यो चाहिँ टोल ट्याक्स यहाँ टोल ट्याक्स चाहिँ है 5 रुपियाँ बाइकलाई र अरू गाडीहरूलाई पनि काट्नुपर्छ यो चाहिँ एक्चुअल रोहिणी रोड चाहिँ अब स्टार्ट भयो अब राति भएर चाहिँ बाटो खाली छ होपफुल हामी दार्जिलिङ छिटो पुग्छौँ हेलो सडनली है प्लान जनम र मेरो है हिजो मात्रै प्लान भएर चाहिँ आज टाइगर हिल आउने यिनीहरू चाहिँ हामी है एक्साइटेड भएर चाहिँ टाइगर हिल आएको छौँ र टाइगर हिल पनि हामी आइ त पुग्यौँ तर अहिलेसम्म चाहिँ सनराइज चाहिँ भएको छैन तपाईँहरूलाई अपडेट हामी थोरो अपडेट गर्नेछौँ कता कसरी आउनु पर्ने है सो आउँदाखेरि जति पनि हामीले है अलिअलि स्ट्रगल त गऱ्यौँ विशेष गरी बाइक चाहिँ है यहाँ ल्याउनु पाएन यो चाहिँ एउटा अफसोसको कुरा बाइक चाहिँ अलिकति रिस्ट्रिक्सन रहेछ र बाइक चाहिँ दिएन है तर ठिकै छ आइपुग्यौँ अब चाहिँ मोस्ट वेटेड घाम झुल्केको चाहिँ टाइगर हिलबाट तपाईँहरूले मजा लिनु सक्नुहुनेछ यो चाहिँ यस्तो देख्नेछ अब हामी चाहिँ है टाइगर हिलबाट फर्केर पनि अहिले चाहिँ मेन रोड खरसाङ नभएर चाहिँ हामी मिरिकबाट झर्ने भनेर चाहिँ हामी मिरिकको बाटो चाहिँ अब लाग्नेछौँ है मिरिकको बाटो चाहिँ राम्रो छ त्यस्तो ट्राफिक पनि हुँदैन र पिडब्ल्युडीले है रोड चाहिँ राम्रो मेन्टेन गरेको छ र नेचरको पनि तपाईँहरूले है राम्रो लुट उठाउन सक्नुहुनेछ हामी सबै तपाईँहरूलाई देखाउँदै जानेछौँ चाहिँ अब सुकिया आइपुग्नु आँट्यो हामी है सुकियाबाट चाहिँ जाने चाहिँ हामीले राइट टर्न सरी लेफ्ट टर्न लिएर चाहिँ मिरिक जानेछौँ यो चाहिँ तपाईँको सिमाना हो यहाँ चाहिँ हाम्रो नेपाल बोर्डर पर्छ यो पहाडी देख्दै गरेको चाहिँ हाम्रो माने भन्ज्याङ हो प्लस यो सन्दकपुर पनि देख्छ यसले चाहिँ 26 भन्छ है यो चाहिँ तपाईँको सिमानादेखि तलनिर निस्क्ने तलनिर गएर चाहिँ यो एउटा डाँडा छ है यो चाहिँ तपाईँको नेपालपट्टि नै पर्छ र हामी अहिले जहाँ खडा छौँ त्यो चाहिँ नेपाल हो त्यो रोड यता चाहिँ नेपाल र रोड उता चाहिँ तपाईँको वेस्ट बेङ्गाल हो यो चाहिँ हेर्नुहोस्